सबैजनालाई जय मातृ भन्न चाहन्छु र हाई अटो प्रालीमा तपाईहरुलाई गाडीहरु हेर्नको लागि, गाडीहरु सट्टापट्टा गर्नको लागि र गाडीहरु किन्नको लागि स्वागत गर्दै 2083 सालको शुभकामना पनि व्यक्त गर्न चाहन्छु हाई अटो प्राइभेट लिमिटेडबाट। र आज हामी तपाईहरुलाई हामीसँग भएको गाडीहरुको बारेमा जिन्दगानीमा छोटकारीमा जानकारी दिँदै जाँदैछु। यदि तपाईले खोजेको जस्तै गाडी यहाँ यदि तपाईले देख्नुभयो पाउनुभयो भने जिन्दगानीमा सारा रारा लाएर हाई अटो प्रालीमा तपाई आउन सक्नुहुन्छ। जिन्दगानीमा म तपाईहरुलाई पहिलो नम्बरमा Hyundaiको i10 इरा 2009 मोडलको 1100 सीसी को i10 देखाउन जाँदैछु। 2009 मोडलको पुरा अप्सन भएको गाडी। तपाईले यदि सस्तोमा गाडी खोज्दै हुनुहुन्छ भने जिन्दगानीमा यो गाडी तपाईको लागि उपयुक्त हुनेछ। यसको प्राइस छ 11,50,000 रुपैयाँ। गाडी एकदम जिन्दगानीमा झकास छ, टिलिक्क टल्केको। जिन्दगानीमा नयाँ वर्ष 2083 सालमा तपाईले यो गाडी चढेर विभिन्न ठाउँमा तपाई घुम्न रम्न जान सक्नुहुनेछ। नेपालको सिंहहरू नेपालको बाघहरू चाहिँ खोरभित्र गइसक्यो, कोही जाँदैछ, अब क्रम जारी छ। तर यहाँ फ्रान्सको सिंह आएको छ पिजुएट 2019 मोडलको पिजुएट अटोमेटिक। पिजुएट भनेपछि धेरै व्याख्या र बयान गर्नु पर्दैन, जिन्दगानीमा तपाईले बुझिहाल्नुहुन्छ। 2019 मोडलको सिंगल ह्यान्डेड पिजुएट, यसको मूल्य छ 65 लाख रुपैयाँमा। तपाईसँग भएको कुनै पनि सेकेन्ड ह्यान्ड गाडीसँग पनि यो गाडी सट्टापट्टा गर्न सक्नुहुनेछ। अथवा यो गाडी तपाईले नगदमा अथवा बैंकको सुविधा सहित तपाईले यो गाडी आफ्नो बनाउन सक्नुहुनेछ। जिन्दगानीमा छिटोभन्दा छिटो आउनुहोस् र यो जिन्दगानीमा यो गाडी तपाईले आफ्नो बनाउनुहोस्। नेपालमा अहिले खाने तेल भन्दा पेट्रोल डिजेलको भाउ चाहिँ धेरै महँगो छ। त्यसकारणले गर्दाखेरि यदि तपाईले हाई अटो प्रालीमा तपाई गाडी किन्नुभयो भने जिन्दगानीमा तपाईले गाडीको ट्याङ्कीमा अट्ने जति पेट्रोल अथवा डिजेल तपाईले पाउन सक्नुहुन्छ। पेट्रोल र डिजेल मात्र पाउने भने तपाईले क्याश डिस्काउन्ट पनि 2083 सालको उपलक्ष्यमा पाउनुहुनेछ। इन्स्योरेन्स पाउनुहुन्छ, गाडीको कर सबै फ्रीमा तपाईलाई। जिन्दगानीमा आउनुहोस्। यदि तपाईले जिन्दगानीमा अटोमेटिक गाडी खोज्दै हुनुहुन्छ भने यो सेल्टोस 2022 मोडलको झकास कन्डिसनको गाडी तपाईको साथमा लिएर आएको छु मिलन दाइले। आउनुहोस्। यसको मूल्य छ 54 लाख रुपैयाँमा। सेल्टोस 2022 मोडलको भनेपछि यसको बयान धेरै गर्नु परेन, यो अप्सन के भन्नु परेन, धेरै सिकार हुनु परेन। यदि तपाईले यो गाडी खोज्दै हुनुहुन्छ भने पक्कै पनि तपाईलाई यो आईभीटी गाडीको बारेमा पूर्ण रूपले जानकारी छ हुनुपर्छ जिन्दगानी। त्यसैगरी तपाईको साथमा लिएर आएको छु सेन्ट्रो 2012 मोडलको सेमी अप्सन। कन्डिसन झकास छ जिन्दगानीमा। यदि तपाईले सानो राम्रो सस्तो गाडी खोज्दै हुनुहुन्छ भने सेन्ट्रो तपाईको लागि जिन्दगानीमा उपयुक्त हुनेछ। त्यसको छिटोभन्दा छिटो यो सेन्ट्रो गाडी 12,75,000 मा तपाईले आफ्नो बनाउन सक्नुहुन्छ। यदि तपाईले एकदमै सानो गोरु गाडी खोज्दै हुनुहुन्छ भने जिन्दगानीमा 2004 मोडलको मारुति 800 कार्बोरेट इन्जिनमा भएको गाडी लिएर आएको छ। यसको मूल्य छ जम्मा 3,75,000 मा। ग्रान्ड i10 आस्था 2014 मोडलको 1200 सीसी को इन्जिन। यसको मूल्य छ जम्मा 19,75,000 मा। तपाईले यो गाडी फाइनान्सको सुविधा सहित अथवा तपाईसँग भएको गाडीसँग पनि यो गाडी जिन्दगानीमा सट्टापट्टा गर्न सक्नुहुनेछ अथवा नगदमा पनि तपाईले यो गाडी लान सक्नुहुनेछ। जिन्दगानीमा यदि तपाईले एकदमै जापानमा बनेको गाडी अथवा जापानको फलाम खोज्दै हुनुहुन्छ भने यहाँ जापानको फलाम टोयोटा कोरोला एलेक्स 2008 मोडलको नयाँ सेट। यसको मूल्य छ 16,50,000 रुपैयाँमा। एकदमै टोयोटाको कोरोला अनि एलेक्स भनेपछि यसको बारेमा मैले भन्नै परेन। यदि तपाईले यस्तो गाडी खोज्दै हुनुहुन्छ भने यसको बारेमा तपाईलाई पक्कै पनि सम्पूर्ण जानकारी हुनुपर्छ। र मूल्य छ यसको 16,50,000 रुपैयाँमा। 16,50,000 रुपैयाँ। यदि तपाई नयाँ वर्षको उपलक्ष्यमा आउनुभयो भने तपाईले फुल पेट्रोल पाउनुहुनेछ। यसमा पैसाको पनि मूल्यमा पनि डिस्काउन्ट र यसको चाहिँ फाइनान्स चाहिँ छैन फेरि जिन्दगानी। यदि तपाईले यो नयाँ वर्ष 2082 सालमा विभिन्न ठाउँमा घुम्नलाई जानको लागि गाडी खोज्दै हुनुहुन्छ भने
पहाडतिर खोलातिर यो गाडी तपाईँको लागि अति उपयुक्त हुन सक्छ। 2013 मोडलको स्याङयोङ डबल क्याब फुल अप्सन 4 व्हील ड्राइभमा तपाईँले यो गाडी पाउन सक्नुहुन्छ। कन्डिसन एकदम झकास छ, अति राम्रो गाडी जिन्दगानीमा लिएर आएको छु। यसको मूल्य छ 14,75,000 मा तपाईँले यो गाडी आफ्नो बनाउन सक्नुहुन्छ। त्यसै गरी हामीसँग छ यो इसुजु डिम्याक्स हाइल्यान्डर 2020 मोडलको। यसको मूल्य छ 37 लाख रुपियाँमा, फुल अप्सन 4 व्हील ड्राइभ जिन्दगानीमा आयो। तपाईँले यो गाडीको 50% फाइनल र तपाईँसँग भएको गाडीमा पनि सट्टापट्टा गर्न सक्नुहुनेछ। छिटोभन्दा छिटो यदि तपाईँले यो गाडी खोज्दै हुनुहुन्छ भने तपाईँले यो गाडी आफ्नो बनाउन सक्नुहुनेछ। जिन्दगानीमा फेरि अर्को अटोमेटिक ट्रान्समिसन भएको गाडी लिएर आएको छु। 2021 मोडलको सिंगल ह्यान्डेड र 18,000 मात्रै गुडेको हिस्टोरी नै पुरै भएको गाडी तपाईँको अगाडि लिएर आएको छु। 2021 मोडलको सोनेट डिजल इन्जिन। यो डिजल CRD 1500 सीसी को डिजल इन्जिन, यो 1200 सीसी को सानो सोनेट इन्जिन जस्तो होइन, बवाल ठुलो इन्जिन। यो इन्जिन तपाईँले स्पोर्टेज गाडीमा, टक्सन गाडीमा र अरू ठुल्ठुलो गाडीमा पनि यो इन्जिन तपाईँले पाउनुहुनेछ। त्यही इन्जिन भएको गाडी मैले तपाईँहरूको साथमा लिएर आएको छु। यसको मूल्य छ 37 लाख रुपियाँमा। 37 लाख रुपियाँमा जिन्दगानीमा तपाईँले तपाईँले छुट पाउनुहुनेछ र 50% देखि 60% तपाईँले ब्याङ्कको सुविधा पनि पाउनुहुनेछ। यदि तपाईँले ब्याङ्कको सुविधा खोज्दै हुनुहुन्छ भने ब्याङ्कको किस्ता तिर्नको लागि तपाईँसँग जेन्युन आम्दानीको स्रोत हुनुपर्नेछ। त्यसपछि तपाईँले बल्ल बल्ल ब्याङ्कको सुविधा पाउनु पनि हुनेछ जिन्दगानीमा। मैले तपाईँलाई धेरै समयसम्म घाँटी दुख्नेसम्म कराएँ दक्षिण हराएँ भने यही हो। सुमो गोल्ड आयो भन्दा भन्दै गोल्ड भनेको सुन आयो भन्दा भन्दै यो गोल चाहिँ अब गइसक्यो। अब तपाईँको गोल हुनेवाला छैन। यो गोल अरूले नै झ्याम्मै बयान गरेर गइसक्नु भएको छ जिन्दगानीमा। यदि तपाईँले फेरि यस्तै गोल खोज्दै हुनुहुन्छ भने फेरि म लिएर आउँला जिन्दगानीमा। यो चाहिँ अब उदयपुरतिर जाने अवस्थामा छ यो जिन्दगानीमा यो सुमो गोल्ड। यदि सस्तो गाडी, एकदमै राम्रो गाडी र एकदमै अग्लो गाडी, पहाडतिर पनि जाने, बगरतिर पनि जाने एकदमै झकास गाडी खोज्दै हुनुहुन्छ भने तपाईँको लागि यो रेनल्टको डस्टर 2016 मोडलको पेट्रोल इन्जिनमा आएको छ 2 व्हील ड्राइभमा। यसको मूल्य छ 18 लाख रुपियाँमा जिन्दगानीमा। एकदम सिंगल ह्यान्डेड नयाँ जस्तो कन्डिसन भएको गाडी लिएर आएको छु। तपाईँले सस्तोभन्दा सस्तो सेन्टरको भाउमा यो गाडी पाउनुहुनेछ। जम्मा मूल्य 18 लाख रुपियाँमा जिन्दगानीमा। यो निसानको किक्स 2019 मोडलको डिजल इन्जिनमा। अघि तपाईँले हेर्नुभयो कियाको सोनेटको इन्जिन र यसको इन्जिन एउटै खालको इन्जिन हो। यो निसानको इन्जिन, त्यस कारणले यो एउटै पावरको इन्जिन हो। तपाईँले यो गाडी 2019 मोडलको डिजल इन्जिनमा जिन्दगानीमा लिएर आएको छु। मूल्य त्यसको 29 लाख रुपियाँमा। निसान गाडी भनेपछि नामै काफी छ। निसान जापानमा बनेको निसान। अब निसान भनेपछि यसको कुरै नगरौँ। अर्को निसानको म्याग्नाइट 2021 मोडलको सिंगल ह्यान्डेड एकदमै पेट्रोल टर्बो इन्जिनमा लिएर आएको। एकदम यसको 27 लाख रुपियाँमा। यदि तपाईँले अग्लो, राम्रो, सस्तो र नयाँ गाडी खोज्दै हुनुहुन्छ भने निसानको म्याग्नाइट जिन्दगानीमा तपाईँले आफ्नो बनाउन सक्नुहुन्छ। 27 लाख रुपियाँ जिन्दगानीमा। यो स्कर्पियो 2008 मोडलको, यो नारायणी अञ्चलमा दर्ता भएको लिलामको स्कर्पियो। यो बागमतीमा पास हुन्न। यो लिलामको भएको कारणले गर्दाखेरि यो नारायणीमा मात्रै यसको दर्ता हुन्छ। यदि तपाईँले सस्तो स्कर्पियो भनेपछि नामै काफी छ नेपालमा सकिएको। 2008 मोडलको पैसा छ 11 लाख रुपियाँमा। अस्ति एकजना साथीले बुक गर्नुभएको थियो। त्यो साथीले अब अलिकति बाइमान गर्नुभयो, ठिकै छ, नो प्रब्लम। अब त्यो साथीले बाइमान गर्नुभयो अनि तपाईँले यो गाडी पाउँदै हुनुहुन्छ। त्यस कारण छिटोभन्दा छिटो आउनुहोस् र लानुहोस्। जिन्दगानीमा सस्तो र सानो अग्लो गाडी बनाउन पनि सस्तो, किन्न पनि सस्तो। 9 मोडलको मारुति सुजुकी ए स्टार। यसको मूल्य छ 9,50,000 जिन्दगानीमा लिएर आएको छु, लानु होला। हाइलक्स जिन्दगानीमा। हाइलक्स भनेपछि त अब सकिएको। अहिलेसम्म एकदमै सिल प्याक इन्जिन, ओरिजिनल कलर एकदमै। अब हाइलक्स भनेपछि यसको अप्सनको बारेमा कुरै नगरौँ, सकिएको। र मोडल चाहिँ 14 को छ। कन्डिसन एकदम दामी छ। 2014 को 42 लाख रुपियाँमा तपाईँले यो हाइलक्स आफ्नो बनाउन सक्नुहुनेछ। अब पछाडि पनि एकदमै नयाँ जस्तै, साइडमा टायर सबै नयाँ, एकदमै झकास कन्डिसनको हाइलक्स
ल आयो हजुर जिन्दगानीमा। जिन्दगानीमा मैले तपाईँको साथमा लिएर आएको छु फेरि यस्तो कुमारीको आँखा जस्तो क्या जिन्दगानीमा। मित्सुबिसी एएक्सएस 2014 को फुल अप्सन। अब एएक्सएस भनेपछि यसको अप्सनहरूको बारेमा भन्नै परेन, 4 व्हील भइहाल्यो। 2000 सीसी को पेट्रोल इन्जिन अटोमेटिकमा जिन्दगानीमा लिएर आएको छु। यसको मूल्य छ 39 लाख रुपियाँमा तपाईँले आफ्नो बनाउन सक्नुहुन्छ। जिन्दगानीमा हाई अटो प्रालीको ठेगानामा त सायद बताउनु नपर्ने हो, तैपनि आज म तपाईँलाई हाई अटो कहाँ पर्छ भनेर भन्नु पर्दाखेरि हाई अटो चाहिँ त्यहाँ पर्छ। देख्नुभयो हाई अटो ओमरा ज्याको जिन्दगानीमा। 7 बाटोबाट यता 7 बाटोबाट आउनुभयो भने यो आकाशे पुलको दाहिनेपट्टि हाम्रो हाई अटो प्राली र ओमरा ज्याको सोरुम। यदि तपाईँ बल्खुबाट आउनुभयो भने हेर्नुहोस् यता बल्खुबाट आउनुभयो भने बाप रे बा हाम्रो देश पनि युरोपै जस्तो भयो क्या जिन्दगानीमा। यता बल्खुबाट आउनुभयो भने यो आकाशे पुलको देब्रेपट्टि हाई अटो प्राली ओमरा एन्ड ज्याको कुनै पनि गाडी तपाईँले किन्न सक्नुहुनेछ। ओमरा E5 ज्याको J5 J6 J60 र V23 आइकार। यदि यो गाडीहरू तपाईँ लिनुभयो भने तपाईँहरूले 11 वर्ष र 2,40,000 किलोमिटरको ग्यारेन्टी पाउनुहुनेछ। यसकारण छिटोभन्दा छिटो यदि तपाईँले बिजुली गाडी खोज्दै हुनुहुन्छ भने ओमरा एन्ड ज्याको एकान्त कुनामा तपाईँको लागि गाडी डेलिभरी गर्नको लागि तयारी छ। आउनुहोस् र छिटोभन्दा छिटो बुक गर्नुहोस् र यो ब्रान्डको कुनै पनि गाडी बुक गरेर छिटोभन्दा छिटो जिन्दगानीमा आफ्नो बनाउनुहोस्। अब नम्बर भन्नुपर्दाखेरि हाई अटो प्रालीको नम्बर 98 510 31 479 97 90 80 355 351 र 352 मा पनि तपाईँहरूले जिन्दगानीमा कल गर्न सक्नुहुन्छ। अब त्योभन्दा सजिलो चाहिँ के छ भन्दाखेरि तपाईँले ओमरा ज्याको ललितपुर अथवा हाई अटो प्राली एकान्त कुना गुगलको म्यापमा टाइप गर्नुभयो भने गुगल बाजेले सुरुरुरुरुरुरु जिन्दगानीमा यो हाई अटो एन्ड ओमरा ज्याको सोरुममा ल्याउनुहुन्छ। यति भने आजको 2 शब्द यही राख्न चाहन्छु। जय मातृभूमि।